नोभेम्बर 30, 2018 काठमाडौँको हयात रेजेन्सी होटलमा एउटा भव्य अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुन्छ। नेपाल सरकार खुद त्यसको सहआयोजक हुन्छ। नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओली आफै गएर त्यसको उद्घाटन गर्छन्। याद राख्नुहोस्, नेपाल सहआयोजक अनि मुख्य आयोजक चाहिँ को त? यूपीएफ अर्थात् युनिभर्सल पिस फाउन्डेसन र युनिफिकेसन चर्च। यो यूपीएफ र युनिफिकेसन चर्च दुवैका संस्थापक हुन् सन म्युङ मुन अर्थात् ट्रू फादर अनि उनकी श्रीमती हाग जा हान अर्थात् ट्रू मदर। यी दुई कोरियन दम्पति हुन्। यिनीहरूको नाम याद गरिराख्नुहोस्। यिनको चर्चा अब यो भिडियोमा बारम्बार हुनेछ। नेपालमा भएको उक्त समारोहमा 45 भन्दा बढी देशका 1500 जति हाई प्रोफाइल भिआइपी प्रतिनिधिहरू उपस्थित हुन्छन्। नेपालमा 6 वटा देशका त राष्ट्र प्रमुख या सरकार प्रमुख अर्थात् राष्ट्रपति या प्रधानमन्त्री स्तरकै मान्छेहरू समेत नेपाल आउँछन्, उपस्थित हुन्छन्। संसारभरि यसको ठुलो कभरेज हुन्छ। तर विवादास्पद होली वाइन खुवाएर क्रिश्चियन धर्म विस्तारको लागि प्रचारको केन्द्र नेपाललाई बनाएको अनि सरकार नै यसको सहजकर्ता र सहयोगी भएको भन्दै यसको विरोध सुरु हुन्छ। नेपालभित्र पक्ष विपक्षमा बहस सुरु हुन्छ। यसमा विदेशी पैसा र राजनीति अनि धर्मको चलखेल पनि सँगसँगै गाँसिएर आउँछ, जो म एकैछिनमा बताउने छु। त्यसपछि छिट्टफुट्ट राजनीतिक व्यङ्ग्यहरूमा होली वाइनको चर्चा बाहेक अरू केही पनि हुँदैन। समय बित्दै जान्छ। झन्डै यो केस सेलाइसकेको हुन्छ। सबैले बिर्सिन सुरु गरिसकेका हुन्छन्। यो अचानक त्यसको 7 वर्ष पछाडि अर्थात् 2025 को सेप्टेम्बरमा युनिफिकेसन चर्चका प्रमुख हाग जा हान अर्थात् ट्रू मदर उनलाई कोरियामा राजनीतिक घुस प्रकरणको केसमा गिरफ्तार गरिन्छ। त्यसमा नेपालको नाम पनि सँगसँगै जोडिएर आउँछ। अनि फेरि यो केस सतहमा आउँछ र तात्न सुरु हुन्छ। सन् 2026 को जनवरीमा अस्ति भर्खर कोरियाको सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिजम न्युज टापा अनि दुनिया भन्ने एउटा संस्थाले 3212 पेजको एउटा गोप्य अति गोप्य भनिएको एउटा दस्तावेज हात पार्छ र एउटा रिपोर्ट बनाउँछ। त्यसलाई ट्रू मदर रिपोर्ट नाम दिइन्छ। त्यो रिपोर्टमा नेपालका पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल, बाबुराम भट्टराई अनि केपी ओली, त्यो सँगसँगै नेपालका पूर्व सांसद, पूर्व मन्त्री, नेपाल परिवार दलका संस्थापक र अध्यक्ष समेत रहेका एकनाथ ढकालको समेत संलग्नता रहेको भन्ने त्यो रिपोर्टमा देखिन्छ प्रमाणसहित। यो केसले नेपालको राजनीति र धर्ममा विदेशी संस्थाले आफ्ना एजेन्डाहरू घुसाउनको लागि कसरी पात्रहरू प्रयोग गर्छन्, कसरी पैसाको खोलो बगाउँछन् नेपालको राजनीतिमा, नेपाली राजनीतिमा विदेशी फन्डा कसरी घुस्छ, त्यो बहस एकपटक फेरि सतहमा आएको छ। यसले फेरि एकपटक बजार तताएको छ नेपालमा। आउनुहोस् आजको यो भिडियोमा यो केसको नालीबेली अनि तपाईँ हाम्रा जनप्रतिनिधिहरू, सांसद, मन्त्रीहरू, प्रधानमन्त्रीहरू, त्यो ओहदामासम्म पुगिसकेका मान्छेहरू बाहिर कसरी उग्र राष्ट्रवादको नारा लगाउँछन् अनि भित्रभित्र चाहिँ कसरी विदेशी पैसाको जालो टालोमा बेरिन्छन्, त्यसको नालीबेली आजको यो भिडियोमा। 1954 मा कोरियामा स्थापना भएको होली स्पिरिट एसोसिएसन फर युनिफिकेसन अफ द वर्ल्ड क्रिस्चियनिटी, त्यसलाई नै साधारणतया युनिफिकेसन चर्चको नामले चिनिन्छ। यसका संस्थापक कोरियाली नागरिक सन म्युङ मुन हुन्, जो पहिला ट्रेडिसनल चाइनिज रु भन्ने धर्म मान्थे, तर पछि त्यो धर्म त्यागेर क्रिस्चियनिटीमा कन्भर्ट भए। उनलाई तत्कालीन नर्थ कोरियाले दक्षिण कोरियाको लागि गुप्तचरी गरेको आरोप लगाएर कठोर जेलको सजाय दिन्छ। त्यसपछि उनी दक्षिण कोरिया आउँछन् र त्यहाँ युनिफिकेसन चर्च मार्फत एउटा बेग्लै धर्मको स्थापना गरेर त्यसैलाई फैलाउन सुरु गर्छन्। क्रिस्चियनिटीमा विश्वास गर्ने भए पनि अरू परम्परागत क्रिस्चियन धर्मभन्दा अलिकति फरक खालको छ यो धर्म। त्यसैले क्रिस्चियन कम्युनिटी भित्रै पनि यो धर्मको विरोध हुने गरेको छ। He is the Messiah. यसको उपल्लो ओहदामा छन् मुन अर्थात् ट्रू फादर र उनकी श्रीमती अर्थात् ट्रू मदर। मुन आफैलाई मसिहा मान्छन्, जसलाई जिससको अर्को रूप मानिन्छ। मुनलाई ट्रू फादर र उनकी श्रीमतीलाई ट्रू मदर भनिन्छ यो धर्ममा। त्यसैले अघि मैले माथि जनवरी 26 मा लिक भएको एउटा रिपोर्ट जुन भने, त्यो रिपोर्ट, त्यो दस्तावेजलाई पनि ट्रू मदर रिपोर्ट नाम दिइएको छ। यहाँनिर उनीहरूकै संस्थाको वेबसाइट देखाउँदैछु म, हेर्नुहोस्। यहीँनिर लेखिएको छ कि हामी चर्च मात्र होइनौँ, ग्लोबल मुभमेन्ट नै हौँ। अर्थात् प्रश्न छ, उद्देश्य चर्च खोल्नु र धर्म विस्तार गर्नु मात्रै होइन, त्योभन्दा ठुलो छ, विश्वव्यापी छ यसको उद्देश्य। अन्तिम लक्ष्य हो सियोन इल्गुक अर्थात् विश्वमा एक ईश्वरीय राज्य बनाउने। कोरियाको जम्मा एउटा कोठाबाट सुरु भएको यो मुभमेन्टले कति रफ्तारमा काम गर्छ भन्ने बुझ्नको लागि यहाँनिर 2-3टा तथ्य हेर्नुहोस्। स्थापना भएको 6 वर्षभित्रमा कोरियामै 120 वटा चर्च खोल्न भ्याइसकेको थियो यो संस्थाले। स्थापना भएको 22 वर्षभित्रमा 120 वटा देशसम्म फैलिसकेको थियो यो संस्था। अबको 40 वर्षभित्रमा विश्वका सबै देशसम्म पुग्ने र चियोन इल्गुक बनाउने लक्ष्य छ, अर्थात्
एक ईश्वरीय राज्य बनाउने लक्ष्य छ यो संस्थाको। अर्थात् लक्ष्य सानो छैन, ठुलै छ, त्यसको लागि पैसा पनि चाहिन्छ, त्यो पनि प्रशस्त यो संस्थासँग। संस्था विस्तारको क्रममा 1971 यसका संस्थापक मुन अमेरिका गए र एउटा शाखा खोले त्यहाँ। जति बेला अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनमाथि वाटरगेट काण्डको आरोप लागेको थियो, जसको कारणले निक्सनले राजीनामा समेत दिनु परेको थियो, जुन अमेरिकी इतिहासमा बिरलै हुने घटनामध्ये एक थियो, त्यसमा मुन र उनको संस्थाले खुलेर निक्सनको पक्ष लिएको थियो। उनको लागि व्रत बस्ने र प्रार्थना गर्नेसम्म काम गरेको थियो। यो घटनाले मुन र उनको संस्थालाई अमेरिकी राजनीतिको नजिकै ल्याउन धेरै मद्दत गर्यो र यसलाई विश्वव्यापी बनाउन पनि मद्दत गर्यो। फलस्वरूप यो संस्थाको लागि पैसा ओरिन थाल्यो। 1982 मा उनलाई अमेरिकामा ट्याक्स छलेको आरोप लाग्यो र त्यसको लागि उनलाई 18 महिनाको जेल सजायसम्म सुनाइयो। त्यही वर्ष अमेरिकामा वाशिंगटन टाइम्स नामको एउटा मिडिया स्थापना भयो, जसमा मुन र उनको संस्था पनि जोडिएर आयो। अहिलेसम्म पनि त्यो मिडिया राजनीतिक रूपमा एकातिर पुरै ढल्केको आरोप लाग्छ, आजसम्म पनि छ त्यो। त्यसमा पनि मुनको संस्था जोडिन्छ। इतिहास खेलाउँदाखेरि अर्थात् लगभग जर्ज सोरसकै पाराको काम गर्छ यो संस्थाले, तर धर्मको आडमा। त्योभन्दा अघि नै कोरियामै 1964 मै रेडियो फ्री एसिया नामको एउटा संस्था स्थापना गरिसकेको थियो यो संस्थाले। 2003 मा गएर कोरियामा एउटा पोलिटिकल पार्टी पनि खोल्यो यो संस्थाले, जसको नाम थियो द पार्टी अफ गड, पिस, युनिफिकेसन एन्ड होम, धार्मिक पार्टी, ईश्वरको पार्टी। 2012 मा निमोनियाको कारणले मुनको मृत्यु भयो। त्यस यता उनकी श्रीमती र उनका छोराहरूले यो चर्च र यो संस्थाको जिम्मेवारी लिँदै आएका छन्। जति बेला नेपालमा यो काण्ड भयो, जति बेला नेपाल जोडिएर आयो, त्यति बेला मुनको मृत्यु भइसकेको थियो। उनकी श्रीमती थिइन् सर्वेसर्वा। मैले अघि नै भनिसकेँ, उनकी श्रीमती मिसेस मुन अर्थात् ट्रु मदरलाई पनि कोरियाको सरकारले राजनीतिक घुस र सौदाबाजी गरेको आरोपमा गत वर्ष गिरफ्तार गरिसकेको छ। यसरी धर्म, राजनीति, मिडिया, पैसा, पहुँच हुँदै समाजमा प्रभाव फैलाउने र सामदाम उपयोग गर्ने नीति र उद्देश्य देखिन्छ इतिहासदेखि वर्तमानसम्म यो संस्थाको गतिविधि हेर्दा। अब यति बुझिसकेपछि यो संस्थाको नेपाल कनेक्सन के छ त्यो हेरौँ, आउनुहोस्। कोरियाको खोज पत्रकारितासँग सम्बन्धित संस्था न्युज टापाले जनवरी 26 मा 3212 पेजको एउटा रिपोर्ट प्रकाशित गर्यो, जसलाई ट्रु मदर रिपोर्ट नाम दिइयो। यसमा यो संस्था अर्थात् युनिफिकेसन चर्चले गरेका गलत कामहरूको रिपोर्टहरू छन्, गोप्य रिपोर्टहरू। त्यो रिपोर्ट र समाचार कोरियन भाषामा छ, त्यसलाई इङ्ग्लिसमा ट्रान्सलेट गरेर म यहाँ देखाउँदैछु, हेर्नुहोला। यो रिपोर्टका अनुसार युनिफिकेसन चर्चले नेपालका पोलिटिकल पार्टी र राजनीतिज्ञहरूलाई राजनीतिक उपयोगिताको लागि पैसा दिएको भनिएको छ। कसलाई भन्ने प्रश्नको जवाफ यहीँनिर छ। पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल, केपी ओली र बाबुराम भट्टराईलाई। यहाँनिर युनिफिकेसन चर्च र माथि भनिएका पूर्व प्रधानमन्त्रीहरूको बीचमा पुलको ब्रिजको काम गर्ने अर्का एकजना पात्र पनि आएर जोडिन्छन्। उनी हुन् पूर्व सांसद, पूर्व मन्त्री एवं नेपाल परिवार दलका संस्थापक एकनाथ ढकाल। 2017 को नोभेम्बर 17 मा एकनाथ ढकालले युनिफिकेसन चर्चलाई पठाएको पत्रको एउटा स्क्रिनशट पनि राखिएको छ यहाँनिर। त्यो कोरियन भाषामा छ, त्यसलाई पनि ट्रान्सलेट गरेर देखाउँदैछु म यहाँ, हेर्नुहोला। यसमा लेखिएको छ, चुनावी क्याम्पेन मजाले चलिरहेको छ, एमाले ल्यान्डस्लाइड भिक्ट्री हात पार्ने सम्भावना छ। त्यसो भयो भने म एमालेको समानुपातिक उम्मेदवारको सूचीबाट पर्ने पक्का छ। 5 नम्बरबाट मलाई 1 नम्बरमा सार्ने कुरा भइरहेको छ। त्यसको लागि माधव कुमार नेपाल र केपी ओलीसँग नि कुरा भइसकेको छ। तर त्यसो गर्न पैसा चाहियो, त्यो अलिकति अपुग हुने भयो। पहिला तपाईहरुले पठाउनु भएको $5 लाख मैले चुनावको लागि खर्च गरेर सिधाइसकेँ। चुनाव आउनै लागेकोले अरु $5 लाख तुरन्तै पाएँ भने त्यो सबै गठबन्धनका नेतालाई समर्थन गर्न प्रयोग गर्नेछु। त्यसको अलावा महिनाको $20,000 नेपाल परिवार दल चलाउन मेन्टेनेन्स कस्ट पनि पठाइदिनु होला। संकेत दिनुभयो भने म भोलि नै कोरिया आउन सक्छु। याद गर्नुभयो, अध्यक्ष हुन् परिवार दलका, जिताउन पैसा माग्दैछन् कोरियाको धार्मिक संस्थासँग। जिताउने कसलाई? एमालेलाई। अनि सांसद कसको कोटाबाट? एमालेको कोटाबाट। क्या गजबको सेटिङ छ, छैन त? अर्थात् विदेशी संस्था, त्यो पनि विवादास्पद विदेशी संस्था, राजनीतिसँग जोडिएको, राजनीतिसँग खेल्न रुचाउने संस्था, धर्ममा आधारित संस्था। जापान, अमेरिका, कोरिया लगायतका अरू पनि देशहरूमा राजनीतिक प्रेरित क्याम्पेन गरेर बदनाम भइसकेको संस्था, मिडिया म्यानिपुलेसनमा माहिर संस्था। त्यसले नेपालका राजनीतिक दल र तिनका नेतालाई चुनाव केन्द्रित र भोट लक्षित पैसा पठाएको प्रश्न देखिन्छ यी लिक भएका डकुमेन्टहरू र रिपोर्टहरूका अनुसार। अनि सायद त्यही पैसाको कमाल हुन सक्छ। सायद इन्ट्रेस्टिङली हेर्नुस्, यहाँनिर एकनाथ ढकाल र उनको दलले 2074 सालदेखि आजसम्म पनि एमालेसँग अविच्छिन्न रूपमा कन्टिन्युअस चुनावी गठबन्धन गर्दै आएको छ। दल बेग्लै छ, तर सधैँभरि गठबन्धन कोसँग हुन्छ?
एमालेसँग, सांसद कसको कोटाबाट बन्छन्, एमालेको कोटाबाट बन्छन्। त्यहाँ त्यो इमेलमा भने जस्तै ठ्याक्कै मिल्ने गरिका घटनाक्रम नेपालमा भएका छन्। हेर्नुहोस् एकपटक, 2068 सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा एकनाथ ढकाल गरिबी निवारण मन्त्री बन्छन्। 2072 सालमा केपी ओलीको सरकारमा उनी शान्ति तथा पुनर्स्थापना मन्त्री बन्छन्। 2074 को चुनावमा एमालेको समानुपातिकको बन्द सूचीको 5 नम्बरमै ढकालको नाम पर्छ। बेग्लै दल तर सांसद एमालेको। ठ्याक्कै यही कुरालाई उनले इमेलमा पनि लेखेका छन्। हेर्नुहोस्, त्यहाँ लेखेका छन्, मैले मेरो निर्वाचनको सम्भावना बारे माधव कुमार नेपाल र केपी ओलीसँग छलफल गरेको छु। दुवैले आवश्यक परेमा मलाई समानुपातिक सूचीको 5औं स्थानबाट पहिलो वा दोस्रो स्थानमा सार्न सकिने कुरामा सहमति जनाउनु भएको छ। अर्थात् विदेशी पैसाको चलखेलले नेपालको समानुपातिक उम्मेदवारको सिरियल नम्बर तलमाथि कसरी हुँदो रहेछ भन्ने कुरा यहाँबाट देखिन्छ। त्यही साल अर्थात् 2074 मै एमाले र माओवादी बीच पार्टी एकता हुन्छ। त्यही बेला हो मैले माथि भनेको एसिया पेसिफिक समिट आयोजना हुन्छ। 45 भन्दा बढी देशका 1500 भन्दा बढी हाई प्रोफाइल भिआइपी प्रतिनिधिहरू उपस्थित हुन्छन्। त्यसमा 6 वटा देशका त राष्ट्रपति र प्रधानमन्त्री अर्थात् राष्ट्र प्रमुख र सरकार प्रमुख नै उपस्थित हुन्छन्। प्रधानमन्त्री ओलीले यसको उद्घाटन समेत गर्छन्। यसको प्रबन्ध र कोअर्डिनेसन गर्छन् एकनाथ ढकालले। उक्त संस्था अर्थात् युनिफिकेसन चर्चले अरूतिर पनि कार्यक्रम भएपछि अन्तिममा होली वाइन खुवाएर मानिसहरूलाई चोखाउने कार्यक्रम राख्छ। होली वाइनलाई शुद्ध प्रसादको रूपमा ग्रहण गर्छन् त्यहाँ उपस्थित मानिसहरूले। यसमा पनि यो कार्यक्रममा पनि यो बेला धर्म प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको र नेपालका नेता तथा मन्त्रीहरूले होली वाइन खाएर चोखिने कार्यक्रम रहेको भनेर व्यापक विरोध सुरु हुन्छ। त्यसको व्यापक आलोचना भएपछि ओलीले ट्रु मदरबाट आशीर्वाद लिने अर्थात् होली वाइन खाने कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका थिए भनिन्छ। यही कारणले यो काण्डलाई होली वाइन काण्डको नामले चिनिन्छ नेपालमा। 2079 को चुनाव आउँछ। त्यसमा पनि एकनाथ ढकाललाई एमालेले समानुपातिकको सांसद बनाउँछ। अनि 2082 अर्थात् अहिलेको चुनाव, अहिले जुन चुनाव हुँदैछ त्यसमा त्यहाँ पनि हेर्नुहोस्, फेरि पनि त्यही परिवार दल अर्थात् एकनाथ ढकालको दलले एमालेसँग एउटा सहमति गरेको छ, जसअनुसार परिवार दलले एमालेलाई सहयोग गर्ने अनि एमालेले परिवार दलका सदस्यलाई प्रदेश सभामा घुसाउन सहयोग गर्ने, संसददेखि बाहिर परिवार दलको स्वतन्त्र अस्तित्व रहने तर संसदभित्र चाहिँ एमालेमै आबद्ध रहने। कस्तो गजबको टिडिक त यस्तो पो हुनुपर्छ त राजनीतिमा। यसरी त्यो लिक भएको रिपोर्ट र त्यसमा भएको इमेलमा लेखेका कुराहरू जे छन्, विदेशी चर्चबाट मागिएको पैसा, नेपालमा निर्वाचनको लागि खर्च गरिएको पैसा र नेपालमा भएका घटनाक्रम ठ्याक्क मिल्नु संयोग मात्रै हो कि अरू नै केही खेल होला? के लाग्छ तपाईँलाई? कोरियाली पैसा, एमाले र परिवार दल, समानुपातिक सूची, मन्त्री पद अनि देशको विकास कस्तो मिलेको? ठ्याक्कै त्यति मात्रै होइन, ती प्रकाशित समाचारहरूमा दक्षिण कोरियाबाट उत्तर कोरिया सिधै जानको लागि समस्या पर्ने भएकोले नेपालका नेताहरूलाई प्रयोग गरिएको पनि भनिएको छ। नेपालका नेताहरू मार्फत उत्तर कोरियासम्म पुगेर युनिफिकेसन चर्चको सन्देश पुर्याएको भनिएको छ। त्यसको लागि उत्तर कोरिया जाने एउटा टोली गठन भएको। भ्रमण दलमा माधव नेपाल, एकनाथ ढकाल सहित 10 जनाको एउटा टोली पनि थियो भनिएको छ। होली रे होली, वाइन पिली। त्यो त थियो नेपालको होली वाइन काण्ड। यहाँ लेखिएको अर्को एउटा समाचार अनुसार 2080 मा जति बेला ओली क्याम्बोडिया गएका थिए त्यहाँ पनि यही होली वाइन समारोहमा उपस्थित भएर भाषण समेत गरेको बताइएको छ, फोटो समेत राखिएको छ। अब होली वाइन चाहिँ खाए कि खाएनन् यहाँ लेखिएको छैन, तर नेपाल मात्रै होइन, होली वाइन समारोहका लागि हाम्रा नेताहरू विदेशमा समेत जाने र भाषण गर्ने काम हुँदो रहेछ। बडो गजबको कुरा रहेछ। यी सब कुराहरूको अब नेपालमा खोजीनीति गर्नु पर्ला कि नपर्ला? यो निर्वाचन कानुन अनि राजनीतिमा विदेशी सहयोगको खिलाफ छ कि छैन? निर्वाचन आयोग, अदालत, सरकार अब त जाग्ला कि त यति देखेपछि? आशा गरौँ। अब त्यो इमेलको त कुरा गरियो, त्यो रिपोर्टको पनि कुरा गरियो, तर खुद एमाले पार्टी, एकनाथ ढकाल र यसमा संलग्न अरू मानिसहरू के भन्छन् त? उनीहरूको पनि कुरा राखिदिनु पर्यो। एकरो एकतर्फी कुरा मात्रै राखेर त भएन। एमालेले यो कुरा आफूलाई बदनाम गराउने उद्देश्यले मात्रै बाहिर ल्याएको प्रोपागान्डा हो भनिसकेको छ। यसको खण्डन गरिसकेको छ। बाबुराम भट्टराईको नाम दुरुपयोग गरिएको आरोप लगाएकी छिन् उनकी पुत्री मानुषीले। माधव कुमार नेपालले पनि यो सब हल्ला र हावादारी मात्रै भएको आरोप लगाएका छन्। एकनाथ ढकालले नेपाली टाइम्सलाई एउटा अन्तर्वार्ता दिँदै यो राजनीतिक एजेन्डाको रूपमा प्रयोग भएको तर आफू त्यो कार्यमा संलग्न नै नरहेको भन्दै यसलाई ठाडै अस्वीकार गरेका छन्। तर त्योसँगै त्यही अन्तर्वार्तामा उनले युनिफिकेसन चर्चसँग आफू आबद्ध रहेको पनि स्वीकार गरेका छन्। सुन्नुहोस् एकपटक। What is truth is, yes, I am associated with Unification Movement. I mentioned also you earlier, I am kind of proud good wisher of proud Hindu good wisher of Reverend Mrs. Moon.
एकनाथ ढकालको लिङ्कइन प्रोफाइलमा गएर हेर्दाखेरि उनी ग्लोबल भाइस प्रेसिडेन्ट अफ सन मुन युनिभर्सिटी कोरिया अनि चेयरम्यान अफ द युनिभर्सल पिस फाउन्डेसन अर्थात् युपिएफ एसिया पेसिफिक भएको भनेर लेखिएको छ उनकै प्रोफाइलमा। हेर्नुहोस्, अर्थात् उनी अहिले पनि त्यो संस्थाको राम्रै माथिल्लै पोस्टमा रहेको देखिन्छ, अर्थात् त्यो संस्थासँग उनी सम्बद्ध रहेको देखिन्छ अझै पनि। अब यस्ता कुरा त नौला होइनन्, नेपालमा के फरक परेर भन्ने प्रश्न उठ्ला। के भयो त? दिनेले दियो, लिनेले लियो, विदेशीले दिएछ, नेपालीले लिएछ, सकि गयो नि भन्ने कुरा आउला। सकिएको छैन, आउनुस् कानुन हेरौँ। यो राजनीतिक दल सम्बन्धी कानुन, नेपालको कानुन, यसको 38 नम्बरमा प्रष्टसँग लेखिएको छ एनजिओ र आइएनजिओबाट अनि विदेशी सरकार, विदेशी संस्था र विदेशी व्यक्तिबाट नेपालका दल या त्यसको व्यक्तिले पैसा लिनु हुँदैन, त्यो लियो भने इलिगल हुन्छ। यस्तै व्यवस्था निर्वाचन अपराध तथा सजाय ऐन अनि नेपालको संविधानमा समेत छ। अब माथिको लिक भएको डकुमेन्टहरूमा जे देखिन्छ त्यो हेरिसक्नुभयो। त्यहाँनिर पैसा लिएको प्रश्न देखिन्छ। चुनावकै लागि भनेर राजनीतिक कारणले पैसा लिएको देखिन्छ। राजनीतिक दलको नामै लिएर पैसा लिएको देखिन्छ। विदेशी संस्थाबाटै पैसा लिएको पनि देखिन्छ। कम्तीमा त्यो लिक भएको डकुमेन्टले त्यो देखाउँछ। अब यो गैर कानुनी रहेछ, इलिगल रहेछ भन्ने कुरा त देखियो। यसको पक्का पनि छानबिन होला। निर्वाचन आयोग छ, त्यसले पनि हेर्ला। अदालत छ, त्यसले पनि हेर्ला। जनताको भनिएको सरकार छ, त्यसले पनि हेर्ला। चुनाव आउँदैछ, जनताले पनि हेर्लान्। मुख्य प्रश्न के हो भने नेपालमा विदेशी चलखेल भयो, विदेशीले पैसा खन्याएर यसलाई उकासे उसलाई उकासे, यो र त्यो जलाउन पठाए, यसो गरे उसो गरे भन्ने आरोप लागेको सुनिन्छ। अब आफैमाथि विदेशी सहयोगको र विदेशी पैसा खाएको आरोप लागिसकेको डकुमेन्ट लिक भइसकेको छ। अब त्यसको बारेमा चाहिँ तिनै दलहरूले के भन्लान् त्यो सुन्न बाँकी छ। अब हेर्नुहोस्, एउटा राजनीतिक दलको मर्मत खर्च र निर्वाचन खर्च, अर्को एउटा विदेशी धार्मिक र राजनीतिक संस्थाले गैर कानुनी रूपले बेहोर्छ, तिरिदिन्छ। त्यसो हो भने त्यो दलले जसले पैसा लियो, विदेशी पैसा लियो, त्यसले कसको प्रतिनिधित्व गर्दैछ? देशको, जनताको कि अन्नदाताको? प्रश्न यो हो। जसले यो पैसा लिए तिनले जवाफ दिनुपर्छ। यो चाहिँ देशको सार्वभौमिकता माथिको खेलबाड हो कि होइन? कसको लागि काम गर्दैछन् उनीहरू? कि आफूले पाए चाहिँ पुण्यदान हुने अनि दिने मान्छे चाहिँ एन्जल हुने, अरूले यही कुरा गर्यो भने चाहिँ लुसिफर हुने, विदेशी एजेन्ट हुने हो? के हो परिभाषा? उग्र राष्ट्रवादी नारा चुनावमा मात्र लगाउने कि रियालिटीमा पनि उतार्ने हो? पैसा र धर्मको नाममा राजनीति, त्यो पनि विदेशी पैसा र त्यसको दबावमा, त्यो कहिले रोकिने हो नेपालमा? त्यसको जवाफ दिन सक्ने एउटै व्यक्ति छ नेपालमा, द्याट्स यु। ठिक सुन्नुभयो। त्यो तपाईँले मात्र त्यसको जवाफ दिन सक्नुहुन्छ, अरू कसैले दिँदैन। जवाफ कसरी दिने? जवाफ आफ्नो मतबाट दिने, ब्यालेट पेपरबाट दिने। मान्छे र दल चिन्नुहोस्, विदेशीका मतियारहरू चिन्नुहोस् र त्यसै अनुसार भोट हाल्नुहोस्। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आफ्नो मत, आफ्नो भनाइ, तपाईँको विचार के छ, तपाईँलाई कस्तो लाग्यो त्यो तल कमेन्टमा पनि राखिदिनु होला। म अर्को भिडियो लिएर आउनेछु। त्यतिन्जेलको लागि मलाई बिदा दिनुहोस्। धन्यवाद, नमस्कार।